एकदम अप्ठ्यारो भनेको कतै पनि नमिल्ने खालको यता बाङ्गिए घोप्री यता फटाए अक्कड समय भनेको त कतै फिट नहुने जस्तो बिहानको 9 बजे कार्यक्रम राखियो भने त्यसलाई म अक्कड टाइम भनेर यहाँ 9 बजे कार्यक्रम राख्नु राख्नै भन्दैन मैले 8 बजे राख्नुहोस् ब्रेकफास्ट गराउनुहोस् पैसा छ भने चिया बिस्कुट खुवाउनुहोस् 12 बजे खाना खुवाउनुहोस् होइन अनि चाँडै हिँड्छ बिहान दुधको गरेर घरको केही यसो गर्नुपर्ने आफ्नो नित्य कर्महरू केही छ भने फाटफुट गरेर यसो होला नभए त्यो पनि अक्कड 10 बजे भनेपछि टाढाबाट आउनुपर्ने गाउँले भेगमा 8 साढे 8 बजेतिर माथिबाट निस्किने मोटर टुक्रो गर्ने आफ्नो साधन नभन्दाखेरि यावत पुरानो घर गर्दाखेरि रुचिङहरू पोचेर खानेकुरो छैन 10 बजे कार्यक्रम राखेर यहाँ चाहिँ भातको सितो नखाइसकेपछि सुकुन अनुभव हुन्छ मान्छेलाई अनेक त्यस कारण यस्तो समय यस्तो गुनार कार्यक्रम गर्नुपर्छ एउटा भन्छु म अर्को समयलाई पनि ख्याल चाहिँ गर्ने हामी पर्छ एउटा म यसको सदस्यहरू दिनु टाइम इज टाइम भन्छु म यसमा पनि ख्याल गरौँ अघिदेखि भारतमा स्टार्ट गरौँ सबै आउनु बाँकी नै हुनु होला भनेर कुरा गर्नु चाहन्छ कार्यक्रम सकिँदाखेरि आइपुग्ने भर्खर आउने होला हिन्दूमा नआउने हो यहाँ होइन होला अब छुचो म एकदमै छुचोमा गनिया छु यहाँ सबैले पनि भन्नु छ तर मैले मेरो आफ्नो चिज छोड्दिनँ म यही कुरा गरेर म 27 वटा गाडी खाएँ जुन दिनसम्म म तर ताले टेक्न सक्छु आफ्नो त्यो दिनसम्म म चल्यो अल्छी लागेको दिन र अनि अर्काले काम गरिदिएदेखि हुन्थ्यो मेरो पनि भनेर कपाल कन्याएर र झोक्रा बस्दिनँ म 4 सय लेखिहाल्छु राजीनामा म त्यो कुरा गर्ने हो यहाँ जेनजीहरूसँग हामी धेरै आश गर्थ्यौँ यहाँका जेनजीहरूले काम नगरेर हामी बुढो मान्छे कसिनु परिहाल्छ पछि देख्दैछु कि जेनजीहरूलाई चिठी बनाउन लगायो भनेदेखि 5 चोटि करेक्सन गर्नुपर्छ त्यसकारण हामी मर्चिन गरेको भन्ने लाग्छ म सधैँ भन्छु 50 वर्षभन्दा माथि लोकेर जारी खाँदैन लाग्ने जस्तो मान्छे त्यो छोड्ने बित्तिकै अर्को पेसाबाट आउँछु मैले 58 भनेको छ 60 भनेको छ अझै 60 थपिँदैछ चाहिँ ऐना आयो भने अनि जिन्दगीभरि आँखा नदेखिँदै कान नसुन्ने भर्खरै राखेको फाइल त्यहाँ नभेट्ने कसको फोन आयो यहाँ देख्न नसक्ने उता हेरेर भन्छ फोन नसुन्नेसम्म बसेर घाँडो बसेर यसरी लाउँछ र यस्तै कुरामा सधैँ भन्छु तर यसको विरोधी भन्छु मलाई साथीहरू सोझो छ भन्छ छाडा छोड्न अलिक नसकिने टिओआर बोक्नुपर्छ राज्यको जनताले तिरेको करबाट हामी वेतन खाएपछि जनताको उत्तरदायी हुनुपर्छ हाम्रो छुट छैन जसुकैले भने मैले मान्दैन एउटा पढा भयो भने यहाँ भन्छन् साथीहरू म कतै नरम हो म यो राजनीति छु भने म कस्तो थियो होला चाहिँ मेरो छोरा रक्त म रोक्छु चाहिँ तपाईँलाई जस्तो लाग्ने त्यस कारण समय एउटा हामी टिचर शिक्षिका त्यहाँ काम गर्ने नर्स सिस्टरहरू पनि त्यही विद्यालयमा गरेपछि त्यहीँको थियो हामी रविले बोलाएको कार्यक्रममा तपाईँको मुख्य कार्यालय पनि हो त्यो टाइममा आएर उत्तरदायित्व वहन गर्दैनौँ भने अनि हामीले भुराबुरीलाई टेर्सोलाई गाउँघरका भुराबुरीलाई भन्ने अब चिन्ता नलिएको छ कि कतै एउटा सर हुनुहुन्थ्यो मैले एउटा कुरा सोधेको म नपढेको मान्छे पढेका टिचर नपढेको जान्छु कस्तो सर पढेको मान्छे म पनि त्यही हो म पढेको मान्छे नपढेको कुरा जान्दिनँ त्यस कारण एउटा समय भने सबैलाई मेरो अनुरोध छ समय हेर अर्को कुरा हामीले बिस्तारै अब यो परिपाटी बिग्रिया छ म पनि फुटे खालको नेता भइसकेको स्थानीयमा आइसकेपछि गिरीतिर जाने खाँदाखेरि दुईजना अगाडि उभिएर बोल्ने कुरा नै हुन्थेन थर हुन्थ्यो भोलि केही बोल्न छ भनेर भने आजदेखि नै लाग्थेन के बोल्ने लागेर अगाडि उभिएर सबैले मलाई हेर्छन् जिस्क्याउँछन् हो भनेर गिरी छोडेर थानिए गएँ थानिएपछि जिबीसँग गएर प्युठान चाहिँ त्यो त्यहाँको अफिसरहरूले ल एकजना अधिकारी सरले पर्सि स्वागत भाषण गर्ने भनेर कुनै कार्यक्रममा निन लाएर अहिले बोल्न पाएर भाषण गर्नु भने मलाई हेरेको जस्तो चिन्तन बसेको छ मेरो पनि थानीमा जाने खाँदा खाँदै सङ्गत चाहिँ नेताहरू गर्दाखेरि अब हामी भाषणै सकेर एउटा क्लास
दुईटा उपचार गर्ने कुरो भाषणैमा सकियो। पहिला आउने गाह्रो, त्यसपछि यो गर्ने गाह्रो, त्यसपछि भाषण ठोक्नै पर्ने, अनि सबै कुरो जान्नुपर्ने, आँखा चाहिँ भुलो परेर निकाल्ने खुबी छैन। आँखाको पार्टीको भाषण म ठोक्दैछु, हाम्रो देश कसरी चल्या होला। अनि पहिला पढेको यसो चाहिँ स्वास्थ्य पढ्दाखेरि छात्रवासमा हो कि आँखामा धुलो पऱ्यो भने पनि चाहिँ सफा पानीमा आँखा डुबाएर यसो गरेर सफा हुन्छ भन्ने अनि सिकिहाल्ने। नभए आँखा बिचेर लाल बनेर जस्तो बनाउने, उपचार नगर्ने, खापु गर्ने सारामा हुन्थ्यो। अहिले धेरै अगाडि बढेको छ। धन्यवाद भन्छु तपाईँलाई। म घारीमा पनि मैले आँखा केन्द्र स्थापना गरेर आएको, त्यहाँ काम डाउनलोड गरिदिन्छ है बलामुखीमा यहाँ शाखा स्थापना आँखा केन्द्र कार्यविधि बनाएर आँखा केन्द्र स्थापना गरिसकेर म त्यहाँ यहाँ आएँ। राम्रोसँग यहाँ गर्नुभएको थियो, सहयोग गर्नुभएको थियो। 3 आँखा केन्द्र, त्यसपछि हाम्रो चाहिँ आँखा केन्द्रबाट हाम्रोमा चाहिँ शिरपुरी आँखा केन्द्र स्थापना भएको छ। एकजना कर्मचारी हुनुहुन्छ, 2 जना अझै चस्मा बनाउने पनि हुनुहुन्छ, त्यही राम्रो भएको छ। अब अस्ट्रेलियाको सुधार भवनले आँखा केन्द्रको छुट्टै सेक्सन छुट्टै लागेको छ अहिले बसेको र त्यो राम्रो पक्ष हो। म धन्यवाद गर्छु विशेष गरी चाहिँ यो टिमलाई। आँखा सबै अङ्ग महत्त्वपूर्ण हुन्छ, सबै नै आफ्नो ठाउँमा हाम्रा शरीरमा भएका सबै अङ्गका आफ्नै भूमिका छन् भन्दाखेरि हो। आँखा जस्तो कुरो भनिन्छ, आँखाले जस्तो कुरो, कलेज जस्तो कुरो, किडनी जस्तो कुरो सबै महत्त्वपूर्ण छ। ग्रामीण भेगमा अझै पनि अब केही चेतनाको कमीले गर्दा फुफाटमा विश्वास गर्ने, यसो गर्ने त्यसो गर्ने, अथवा बसी लाग्यो कि भन्ने, त्यो भन्ने त्यो भन्ने होइन। अब हाम्रो समाज त भैँसीले घाँस खान पाएर दुध दिँदैन, फुक्न जाने चलन। अब हामी भैँसी पाल्न गाई पाल्न म पढाएर भन्थ्यो ल सबै गाउँतिर बोक्सी चाहिँ हाम्रो घरमा चाहिँ हाम्रो भैँसीलाई लगाएर बोक्छु होइन। भैँसी खान पाएर दुध दिँदैन, भैँसीलाई व्यथा लाग्छ, कुनै सुत्केरी हुने व्यथा लाग्छ, कुनै त्यहाँ अब समस्या होला, अनि फलले बोक्सी लगाइदिएर भैँसी यसो भयो भन्ने संस्कारमा हुर्केको हामी अझै पनि अलिअलि छ। त्यसलाई हामीले नित्यान्न पाल्नुपर्छ। र आँखाको कुरा नि त्यही हो। उपचारको विषयमा अब सिक्नु होला, मसिनोसँग राम्रोसँग सिकेर क्लियर गर्दाखेरि उहाँ जहाँ गएको इच्छा हुन्छ ठाउँमा अलिक व्यवस्थित पाल्ने गर्नु होला। लगानी गरेको छ, यो प्रत्यक्ष लगानी हो। यहाँबाट दिनुभयो, यो आजको दिन पुरै जान्छ। अब आउनुभयो कहाँदेखि अब यहाँ बसिन्छ, फेरि फर्किनुपर्छ। यो दिन पुरा लगानी भएको छ। एउटा सिङ्गो जनशक्ति आज म पनि अहिले चाहिँ अलिक काम नै छोडेर मेरो लगानी नै हो। सबै कुरा चाहिँ हामीले गरेर प्रत्यक्ष यसको रिजल्ट राम्रो आइदियोस्। त्यसकारण म सफलताको कामना गर्छु र यहाँको बसाइ सुखद रहोस्, व्यवस्थापन राम्रै गर्नु होला साथीहरू भन्ने लाग्छ। हामी सँगसँगै छौँ। म यो धेरै प्राविधिक कुरो जान्दिनँ। आफ्नो म आज हाम्रो शिक्षाविधि सरसमिति बनाउने भयो। एकदम चिकित्साको भाषा, डक्टरी भाषा पूर्ण रूपमा होइन उहाँलाई ज्ञान दिनुभएको रहेछ उहाँहरूले होइन। जान्दा सबै कुरो राम्रो हो, जान्दा केही बिग्रिँदैन। तर आफ्नो क्षेत्रको कुरो अनिवार्य नै हो, अरू कुरा जान्दा राम्रै हो। यो चिज सिकाइसकेपछि सिकिसकेपछि त्यहाँ गर्नु होला। र कतिपय मान्छेहरू भन्दैनन्, कतिपय मान्छेहरू चस्मा लाउनु पर्ने अवस्था हुन्छ, चस्मा नलगाएको देखिन्छ, लाज मान्ने हुन्छ, लाज लाग्ने चस्मा लाउन अप्ठ्यारो। मेरै कुरा गर्छु, मै अनिजी मान्छु। मैले कलेज पढ्ने बेलाबाट बनाएर पनि लाइन्थ्यो कति समयसम्म। अनिजी हुन्छ, कसैले मलाई हेऱ्यो भने चस्मा लगाएको भएर हेऱ्यो कि मलाई भन्ने खालको हुन्छ, यस्तो खालको मान्छेहरू आउँछ। काउन्सिलिङ गर्नुपर्छ चस्मा पनि त औषधि गर्छ, औषधि देखिँदैन, चस्मा लाखी देखिन्छ भने त औषधि त्यही रहेछ होइन। कतिपय अवस्थामा त्यसरी लुकाएका हुन्छन् कतिपय। त्यो पनि काउन्सिलिङ गर्ने अब दायित्व दिनुभएको हुन्छ। समुदाय र विशेष गरेर अभिभावकसँग पनि गरिदिनु भने समुदायका अरू व्यक्ति विद्यार्थीहरू अरू व्यक्ति मान्छे त्यस्तो केही भयो भने यहाँ यसो छ भने कतिपय जानकारी नहोला, आँखा केन्द्र यहाँ छ भने आइसकेपछि के हुन्छ यहाँमा रेफर गर्नुपर्ने फेरि ठाउँ बस्ने कुरो हुन्छ। फेरि आँखा महत्त्वपूर्ण, फेरि स्वास्थ्य उपचार हो। यदि म गलत छैन भने सबभन्दा स्वास्थ्य उपचार नेपालमा आँखा अन्य अतिरङ्ग भन्ने तिरङ्ग भन्ने त अब यो विशेषज्ञहरू भएको ठाउँमा बस्नु सक्छ। त्यसैले त्यसो सबै गरेको हाम्रो
भने तिमीदेखि सारा गर्न सुरु गर्छ अब लिएर हामी